बिहिबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्लो कारोबारको दिन अर्थात् बुधबार बढेर बन्द भएको नेप्से यस दिन भने घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक 12.300 अङ्कले घटेर 2742.11 को बिन्दुमा झरेको छ। नेप्से घटे पनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। बुधबार 3 अर्ब 82 करोड रुपियाँ बराबरको सेयर खरिद बिक्री भएको बजारमा यस दिन 348 स्टकको 44,744 पटकको कारोबारमा 3 अर्ब 89 करोड 84 लाख 18 हजार रुपियाँ बराबरको 89 लाख 55 हजार किता सेयर खरिद बिक्री भएको छ। यस दिन मूल्य बढेका स्टकहरूको मूल्य वृद्धि दर 7% भन्दा कम रहेको छ। मूल्य बढेका 10 शीर्ष कम्पनीहरूमध्ये 6वटा ऋणपत्र रहेका छन्। यस दिन बुङ्गल हाइड्रो पावरको सेयर मूल्य 6% भन्दा बढी बढेको छ। कारोबारमा आएको अप्पर लोहोरे खोला हाइड्रो पावर कम्पनीको सेयर मूल्य यस दिन सर्वाधिक 14.95% ले घटेको छ। त्यस्तै यस दिन झापा एनर्जीको सेयर मूल्य 8% भन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन 17 करोड 72 लाख रुपियाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै यस दिन रिडी पावर कम्पनीको 15 करोड रुपियाँ भन्दा बढीको सेयर कारोबार भएको छ भने बुङ्गल हाइड्रोको कारोबार रकम 13.5 करोड रुपियाँ नाएको छ। 13 उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने 11 उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य अङ्क बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक भने यस दिन स्थिर रहेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक 68.33 अङ्कले घटेको छ।